इला विगत वर्षका मध्य भागमा कुला पर्वतहरूका राजा मेरु पर्वत रहेका छन्, जो भूमण्डल रूप कमलका कर्णिका भनिन्छ। भद्रस वर्षमा धर्मका पुत्र भद्रस रहेर हयग्रीव भगवानको आराधना गरिरहनु भएको छ। हरि वर्षमा भगवान नृसिंहको सेवामा रही भक्त प्रहलादजी रहनु भएको छ। केतुमाला वर्षमा संवत्सर प्रजापतिका पुत्र र पुत्रीहरूका साथमा कामदेव भगवानको सेवा गरेर लक्ष्मीजी रहनु भएको छ। ती संवत्सरमा प्रजापतिका पुत्रहरू र पुत्रीहरूले दीर्घायुष्य प्राप्त गरेका छन्। रम्याक वर्षमा मात्स्य अवतार धारणा गरी विष्णु भगवान रहनु भएको र उहाँको सेवामा राजा सत्यव्रत हुनुहुन्छ। हिरण्य वर्षमा भगवानले कछुवाको अवतार लिनुभएको थियो। भगवानका सेवामा आर्या मादी पितृगण त्यहाँ रहनुहुन्छ। कुरु वर्षमा भगवान वराहको अवतार भएको थियो। माता पृथ्वीले वराह भगवानको सेवा आराधना गरेर त्यहाँ रहनु भएको छ। किमपुरुष वर्षमा भगवान श्री रामको सेवा गरेर सीता, लक्ष्मण, हनुमान र किन्नरहरू रहनु भएको छ। भारतवर्षमा भगवान नर नारायण रहनु भएको छ, जो गन्धमादन पर्वतमा बद्रीनाथ धाममा नारदजीद्वारा सेवा पाइरहनु भएको छ। धर्म, ज्ञान, वैराग्य, ऐश्वर्य, शान्ति, विरक्ति, मुक्ति दाता भरतको ठुलो महिमा छ। मलय, मङ्गल प्रस्थान, मैनका, विन्ध्य आदि पर्वत र गङ्गा, यमुना, सरस्वती, गण्डकी आदि नदीहरू यही छन्। काशी, प्रयाग, गया, मुक्तिनाथ, देवघाट, हरिद्वार, गङ्गासागर, जगन्नाथ, रामेश्वर, द्वारका, बद्रीनाथ, चार धाम र आदि धेरै तीर्थ पनि त्यही छन्। यसै गरी अरू खण्डमा पनि आफ्ना आफ्ना विशेषताहरू छन्। जसरी जम्बूद्वीपका 9 खण्डको वर्णन गरियो, त्यसरी नै प्लक्ष आदि अरू 6 द्वीपमा पनि यस्तै प्रकारले खण्ड वर्षहरूको विभाजन गरिएको छ। हे मुनि, अरू पुराणहरूबाट पनि तपाईँले सुन्दै र बुझ्दै लैजानु हुनेछ। 14 भुवनको रचना यसै प्रकारले भएको छ। हे अगस्त्य मुनि, ब्रह्माजीले समुद्र, द्वीप, खण्ड आदिको सृष्टि गरिसकेपछि अष्टपर्वतको पनि सृष्टि गर्नुभयो। तिनका नाउँ सुन्नुहोस्: सुमेरु, गन्धमदन, कैलाश, हिमालय, त्रिकुट, चित्रकूट, चन्द्रकूट र चन्द्रदन्तक। यति सृष्टि भइसकेपछि ब्रह्माजीलाई प्राणीहरूको पनि सृष्टि गर्ने इच्छा भयो र महादेवको तपस्या गर्न बस्नुभयो। दिव्य 12,000 वर्षसम्म अति कठिन तपस्या पूर्ण गरेर ब्रह्माजीदेखि सन्तुष्ट भएर श्री महादेवजीले प्रत्येक दर्शन दिनुभयो र भन्नुभयो, हे ब्रह्मा, तिमीदेखि म प्रसन्न भएँ। आफ्ना इच्छा अनुसार वरदान माग। यी कुरा सुनिसकेपछि ब्रह्माजीले पनि विभिन्न सामग्रीले श्री महादेवजीको पूजा गरी स्तुति गर्नुभयो। हे ईश्वर, आफ्ना मायाले ब्रह्माण्डको सृष्टि गरी आफ्नै मायामा आफू पनि भुलिरहे जस्ता प्रभु, हजुरमा मेरो बारम्बार कोटि कोटि नमस्कार छ। ब्रह्मा, विष्णु, महेश्वरका नामले त्रिमूर्ति भए पनि एकै स्वरूपमा रहेका हजुरलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण जगतका स्वामी, सर्वव्यापी, सर्वात्मा यस्ता परमात्मा परमेश्वर हजुरलाई बारम्बार कोटि कोटि नमस्कार छ। हे ईश्वर, अनन्त कोटि ब्रह्माण्डका हे स्वामी, अनन्त शेषशायी भगवानले पनि हजुरका महिमाको वर्णन गर्न नसकेको म कसरी सकौँला। हे प्रभु, हजुरका कृपाले गरिकन मैले भुवन, पाताल, पर्वत, द्वीप, समुद्र आदिको सृष्टि गर्न सकेँ। अब प्राणीहरूको सृष्टि गर्न सक्ने वरदान पाऊँ। हे अगस्त्य मुनि, ब्रह्माको यस्तो स्तुति र वरदानको कुरा सुनि प्रसन्न हुनुभएका महादेवबाट तथास्तु भनी वरदान दिनुभयो। आफूले चिताएको वरदान पाएर ब्रह्माजी पनि अत्यन्त खुसी भएर श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सुमेरु पर्वतमा जानुभयो। वहाँ पुगेर शिवलोक, विष्णुलोक, ब्रह्मलोक,
उमालोक र स्कन्दलोक आदिको सृष्टि गर्नुभयो। सुमेरु पर्वतका पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा कर्मैले ऐरावती, श्रद्धावती, अलकापुरी र यमपुरीको सृष्टि गर्नुभयो। यसरी ईशान्य र वायव्य र आग्नेय दिशामा पनि कर्मैले यशोमती, कृष्णवती, गन्धवती र शुद्धवतीको सृष्टि गर्नुभयो। त्यहाँ उपरान्त स्थावर सृष्टि गरिसकी ब्रह्माजीले प्राणीहरूको सृष्टि गर्न लाग्नुभयो। पितामह ब्रह्माले सर्वप्रथम साधन परायण पुरुषहरूको सृष्टि गर्नुभयो। आफ्ना दुवै नेत्रबाट मरीचि मुनिलाई, भयबाट भृगुलाई, शिरबाट अंगिरालाई, व्यान वायुबाट पुलहलाई, उदनबाट पुलस्यलाई, सामनबाट वशिष्ठलाई, अपानबाट कर्तुलाई, दुवै कानबाट अत्रिलाई, प्राणबाट दक्ष प्रजापतिलाई, काखबाट नारदलाई, छायाबाट कर्दमलाई अनि संकल्पबाट सबै साधनहरूका साधन धर्मलाई सृष्टि गर्नुभयो। यसपछि आफ्ना विभिन्न अङ्गहरूबाट सुर, असुर आदिका रूपमा असंख्य पुत्र पुत्रीहरूका सृष्टि गरेर भिन्न भिन्न स्वरूप र भिन्न भिन्न कर्म दिनुभयो। त्यसपछि भगवान शङ्करका मायाद्वारा ब्रह्माजीका शरीरको दुई भाग भयो र त्यो शरीरका आधा भागबाट स्त्रीको रूप भयो अनि आधा भागबाट पुरुष भयो। त्यो स्त्री शरीरका गर्भबाट जम्ल्याहा बालक छोरो र छोरी जन्मिए। तिनमा जो छोरा थिए ती स्वयम्भू मनु भए अनि जो छोरी थिइन् ती शतरूप नामले रहिन्। यसरी स्त्री र पुरुष उत्पत्ति भएपछि स्वयम्भूले शतरूपको पाणी ग्रहण गरे। तिनबाट दुई पुत्रको जन्म भयो जसले नाम थियो प्रियव्रत र उत्तानपाद। पुत्रीहरू तीनवटी जन्मिए, ती हुन् आकुति, देवहुति र प्रसूति। आकुतिको मरीचि प्रजापतिसित, देवहुतिको कर्दम ऋषिसित र प्रसूतिको प्रजापतिसित विवाह भयो। रुचिद्वारा आकुतिका गर्भबाट यज्ञ नामक पुत्र र दक्षिणा नामकी पुत्री जम्ल्याहा जन्मिए। यज्ञ विष्णुको अवतार र दक्षिणा लक्ष्मीको अवतार थियो। यज्ञ रूप विष्णुले दक्षिणा रूप लक्ष्मीलाई ग्रहण गर्नुभयो। उहाँहरूका 12 पुत्र उत्पन्न भए। कर्दमद्वारा देवहुतिका गर्भबाट धेरै पुत्रीहरू जन्म भयो। दक्षद्वारा प्रसूतिका गर्भबाट 24 कन्याको जन्म भयो। तीमध्ये 13वटी कन्याको धर्मका साथमा विवाह भयो। तिनका नाम थिए सदा, लक्ष्मी, धृति, तुष्टि, पुष्टि, मेधा, क्रिया, बुद्धि, लज्जा, वपु, शान्ति, सिद्धि र कीर्ति। तीभन्दा मुनिका 11वटी कन्याको नाम हो ख्याति, सती, सम्भूति, स्मृति, प्रीति, क्षमा, सन्नति, अनसूया, ऊर्जा, स्वाहा र स्वादा। ख्यातिको भृगु ऋषिसित, सतीको शिवजीसित, सम्भूतिको मरीचि मुनिसित, स्मृतिको अंगिरा मुनिसित, प्रीतिको पुलस्य मुनिसित, क्षमाको पुलह मुनिसित, संगतिको कर्तु मुनिसित, अनसूयाको अत्रि मुनिसित, ऊर्जाको वशिष्ठ मुनिसित, स्वाहाको अग्निसित अनि स्वादाको प्रीतिसित विवाह भयो। यी सबैका सन्तान परम्पराहरूबाट सम्पूर्ण चराचर जगत व्याप्त छ। अम्बिकापति श्री महादेवका आज्ञाले आफ्ना पूर्वजन्मका कर्मको फल अनुसार धेरै स्थावर जङ्गम प्राणीहरू असंख्य रूपमा उत्पन्न भएर संसार भरियो। यसरी पितामह ब्रह्माले 10वटा मानसपुत्र र देवशिरोमणिहरूको सृष्टि गर्नुभयो। यिनीहरूबाट नै सयौं हजारौं ब्रह्मर्षि, राजर्षि, देवर्षि, स्थावर जङ्गम प्राणीहरूको विस्तार भयो। यिनका विभिन्न गोत्र, स्थान, नाम र कर्म, रूप, रंग र भेद पनि विभिन्न थरीका हुन गए। हे मुनि, यो कुनै एक कल्पका सृष्टिको वर्णन मैले गरेँ।